Hello everyone, welcome back to my channel again. It's my Anu Rai. And then आज फेरि अर्को भिडियो लिएर आएको छु म। आज हामी चाहिँ घुम्न जाँदै छौं। ठुलो स्वरले बोल्नु पर्यो। कारे व्हाइट गुम्बा। अनि हामी जाँदै छौं। से हाय। कति ओहायो गोजाइमास। हामी चाहिँ म कुलपामिस एन्ड देन हाम्रो भाउजू हुनुहुन्छ भाउजूलाई पनि स्वागत गर्छु। हेलो नमस्ते म चाहिँ सबैकी प्यारी अस्मिता। अनि आउनु त अनि हाम्रो कोन्टी हुनुहुन्छ ए माइली फुपूको भ्लगमा आइदेऊ न त हाय भन्दै गर्दै अनि हाम्रो कोन्टी हुनुहुन्छ अनि हामी चाहिँ सबैजना जान लागेको घुम्नको लागि दादा चाहिँ गाडी लिन जानु भएको त्यसपछि हाय भन न हाय अनि त्यसपछि अब हामी कोही पनि जानु भएको छैन होइन अहिलेसम्म म पनि गएको छैन कोही पनि गएको छैन सबैको लागि नयाँ हुनेछ कस्तो हुन्छ के हुन्छ हेर्दै गर्नु होला होइन छोरी हो भनिदेऊ हो भन न हेरिदिनुहोस् भनिदेऊ हस् भनिदेऊ न ल बाई भनिदेऊ अहिले एकैछिन ल भनिदेऊ ल अहिले चाहिँ हामी कीर्ति बिहार छिरेको छौँ एकचोटि कीर्तिपुर बिहार छिर्न पर्यो के भयो वाउ घाम लागेको छ बिहान बिहानै को आउनु भएको छ गाइज यो ठाउँमा एक पवित्र क्षेत्रभित्र गीत सङ्गीत बनाउन टिकटक को आउनु भएको छ घाम लाग्छ कीर्तिपुरमा पर्छ यिनकै घाम लाग्छ टिकटक बनाउन ल जाउँ हामी चाहिँ अब यहाँ फोटो खिच्न पर्छ त्यसपछि टिकटक चाहिँ बनाउनु निषेध रहेछ गीत सङ्गीत बनाउन निषेध त्यो ठुल्ठुलो स्वरले भनेको होला मान्छे आएर के पूजा सुजा गर्छन् के अरे यतै घाम लागेर कस्तो देखिरहेको छ नि जाँदा जाँदै मान्छे कति हो भने के अरे सरी भयो हामी चाहिँ फर्किनु अब कहाँ जाने भएको प्रियान्चु ए प्रियान्चु मान्छे किन घटेको भन्नुलाई आउने मसँग अब फर्किनु पर्ने हुन्छ घामले जानुपर्ने रहेछ गाह्रो भयो डाँडा हाल्थ्यो कस्तो राम्रो हाम्रो अब वाइट गुम्बा गएनौँ गाइस पानी होइन यहाँ उकालो हिँड्नु पर्दो रहेछ लास्टै उकालो रहेछ अस्ति म यता चाहिँ गएको थिएँ लास्टै राम्रो देखिरहेको छ त्यो ठाउँ म गएको छु कम्ती गरौँ पो देखेको छ दाजुलाई खाजा खाइसक्यो एकैचोटि अब कहाँ जाने थाहा छैन किनभने हामी फर्केर आएर आज अब कहाँ जान्छौँ त्यसपछि देखाउँछौँ गाडी यहाँबाट चढेन त्यो कारणले हिँड्न पर्ने भयो
कस्तो पो भयो अरे गाडी त्यही भने नसुँगे पनि सुनेपछि त आउँदैन नि त ल यो गर्नुभयो हामी चाहिँ यहाँनिर व्हाइट गुम्बा छोडेर कहाँ गयो रे जाम्चे गुम्बा कि रे कुन गुम्बा पो आएको छौँ जाम्चे स्तूप आएको छौँ तर एकदम राम्रो छ यो म एकचोटि आइसकेको हो मलाई चाहिँ सानो साथीहरू मलाई बौद्ध स्तूपहरू बुद्ध धर्मको सम्पूर्ण कुराहरू एकदम मनपर्छ के आउनुहोस् के भयो ल आउनुहोस् स्वागत छ हो स्वागत छ आइतबारे पार्कमा यहाँहरूलाई स्वागत छ अरे ओ माई गड रोनाल्डो अब हामी चाहिँ कहाँ आइपुग्यौँ त जामचेन स्तूपा राम्रो फुल होलिडेजको युटिलाइज चढ्दा अब सिँढी चढ्नलाई रेडी हो यस घुम्न जाने के अब एक्सट्रिम खाँदै सिँढी चढ्नु पर्ने हुन्छ अब चाहिँ हामी चाहिँ अब आइपुग्न लाग्यौँ यहाँबाट माथि ठाउँको ठाउँ हाम्रो प्लान चेन्ज भएर पनि हामी यहाँ डेस्टिनेसनमा आइपुग्न लागिसक्यौँ यति गर्नु भएको छ कि पुरै छ यहाँ पनि रहेछ एक्सट्रिम फालेको इनर्जी ग्रोथ गर्ने त्यसपछि हिँड्ने दिस इज इनर्जी ड्रिङ्क डु न ओ अब जानुपर्ने हुन्छ हामी चाहिँ म त पहिला एकचोटि आइसकेको छु त्यही पनि एकचोटि आज आइपुग्यो पहिला थाहा थिएन अहिले चाहिँ थाहा छ मलाई कस्तो पो लाग्दैछ नि राम्रो छ उकालो छ होइन कस्तो रमाइलो लाग्यो यस्तो ठाउँ आउनु भएको थिएन छैन म त यहाँ काठमाडौँको धुलो धुवा खाँदा अब आज चाहिँ लाग्यो उकालो काठमाडौँ पनि देखिरहेको छ त मैले हजुरलाई भने कि नै पुगेपछि चाहिँ फर्किनै मन लाग्दैन भनेको यति अन्त नि यति राम्रो हावा आएको छ कि नेन्सीहरु त हेलो भनिदिनुहोस् हाई के चाहिँ क्युट राम्रो लाग्यो आशिका दिदी यता आइपुग्नु भएको रहेन रहेछ पो यता त लास्टै पो फोर्छ नि यस्तो चाहिँ गर्नु भएन है यो गुम्बा आउने मान्छेहरूले सबै यो खाएपछि त व्यवस्था गर्नु पर्यो यता चाहिँ डल्ले आउँदैछ रुख पनि के हो आधी मरेछ आधी जिउँदैछ ल है ल ल जाउँ वाउ कस्तो राम्रो जति माथि गयो त्यति राम्रो सिनाउँछ हामी चाहिँ यहाँनिरमा कस्तो राम्रो रुख आएको रहेछ कि जाके ल है फोटो पो खिच्नु पर्ने हुन्छ अब दाजु लड्नु होला सल्लाह हामी चाहिँ गेटमा आइपुग्यो अब यहाँबाट मास्टर जानुपर्ने हुन्छ त्यो चाहिँ हाम्रो गेट अब यहाँबाट मास्टर जाने बोल्यो आफै यस्तो गर्मी छ पुरै छोडौँ भाउजू कस्तो भयो अनुहार हेर्दा त अहिले बल्ल खुसी हुनुभयो फाइनली ओ माई गड फाइनली धेरै दिनपछि काठमाडौँबाट निस्केँ म बाहिर हुन्थ्यो नि काठमाडौँ नि हो धुलो धुवाबाट हेर्नु त गाइस काठमाडौँ सहर यस्तो देखिरहेछ म कति टाढा आएको छु वाउ पिस मलाई एकदम पिस ठाउँ चाहिएको छ त्यही भएर म पिस ठाउँमा आउने गर्छु जसरी हुन्छ होइन गाइस आफूलाई खुसी राख्नुपर्ने हुन्छ गर्नुपर्ने हुन्छ पहिला चटपटे खाने अनि त्यसपछि गुम्बा चढ्ने नि
ल पानी खाने ककालाई के खानु मन छ हामीले चाहिँ काँक्रा खाइसक्यौँ दिदीले मिठो काँक्रा खुवाउनु भयो ओ माय गॉड नजाऊ न फेरि लड्छ चटपटी खानुपर्छ है ल प्रियान्सु पनि खाँदैछ ए झारिदियो क्या हो नि ठिकै छ त कस्तो लाग्यो चटपटी मिठो पिरो हामीले सबै हो रिभ्यू लिएको प्रवेश दाइलाई कस्तो लाग्यो रे चटपटी दामी छ छोरीलाई कस्तो लाग्यो मिठो भयो 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 ल छिर्नुभन्दा अगाडि चाहिँ प्रवेश अघि ध्यान राख्नु होला है यो कुराहरू बिहान 9 बजेदेखि 5 बजेसम्म खुल्ने गर्छ होइन त अनि त नि कुरोको चुरो कुरो बुझ्ने हो अनि बाटो हिँड्ने हो लु कुरो ल किन आउँदैन नपत्या हेर्नु ल हामी चाहिँ आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा वी आर हियर हामी हाम्रो डेस्टिनेसनमा आइसक्यौँ यो गुम्बा चाहिँ को घुम्नु भएको छ गाइज कमेन्ट गर्नु होला अनि दिस इज माई एकदम फेभरेट प्लेस यो चाहिँ एकदम राम्रो छ है अनि यस्तो राम्रो ठाउँमा छ नि यस्तो राम्रो ठाउँमा यति ब्युटिफुल मान्छे आएपछि नराम्रो कुरा हुने हुन्छ त यस्तो राम्रो मान्छे आएको ठाउँमा पनि नराम्रो हुन्छ त होइन त गाई यस्तो राम्रो छ ल के भयो रे गर्नु भयो रे वाउ कस्तो राम्रो देखिरहेछ साध्यै हिँडेको छैन हुन त के भन्नु लाज हुन्छ है धेरै पछि हिँडेको कहाँ पुग्यो हाम्रो टोलीहरू मास्तिर छन् ओ माय गॉड यो खै के ढुङ्गा चेम्जुङ गुम्बा सुम्बा के भन्ने ठाउँमा तर बुढा नीलकण्ठमा एकदम रमाइलो छ यो के राष्ट्रिय निकुञ्ज रे यो शिवपुरी राष्ट्रिय निकुञ्जमा छौँ अहिले चाहिँ हामी यदि हजुरहरू पनि आउनु भएको छैन भने यो ठाउँमा एकदम राम्रो छ रमाइलो छ तर बाटो चाहिँ अलिक कठिन उकालो छ गाडी लिएर आउँदा अलिक समस्या छ बाइकमा चाहिँ सर आउनुहुन्छ तपाईँहरू अनि यहाँको लागि व्यवस्थित खानेकुराहरू पनि एकदम राम्रो छ इन्भाइरोमेन्ट यस्तो दामी छ तपाईँहरू पनि यदि आउनु भएको छैन भने यो भिडियो हेरेर आउनु होला है त हजुर ल अब यसो पछाडि फर्किदिउँ न त त्यसपछि ल काठमाडौँ हेर्नुहोस् काठमाडौँ सहर है काठमाडौँ सहर हेर्दा लाग्छ र यदि तपाईँलाई काठमाडौँ सहरदेखि पक्का भएको छ भने आउनुहोस् माथितिर चाहिँ अब झर्ने अब चाहिँ हामी टक्क घुमिसक्यो अब हामी चाहिँ झर्न पर्यो अस्ति घाम पनि लाग्नु थाल्यो कस्तो राम्रो यस्तै झन् राम्रो देख्दो रहेछ आकाश स्काई क्यामेरा नै अगाडिबाट त राम्रो पो देख्दो रहेछ नि राम्रो मान्छेहरू राम्रो देखियो ल अब हामी चाहिँ यहाँबाट झरियो सब घुमियो एकदम राम्रो छ है तपाईँहरू आउनुहुन्छ भने अझै राम्रो छ आज यस्तो होलिडे मनाइदिएको नि त कति धेरै बस्ने भनेर ए कृपा कस्तो लाग्यो मन पऱ्यो कि नै भन् त मन पर्यो तर घाम भयो घाम त भइहाल्छ नि ठ्याक्कै 12 बजे आइपुगेछ त अनि घाम नभएर यस्तो घाम हुन्छ पानी हुन्छ सहेर डेस्टिनेसनमा पुग्नु नै ठुलो कुरा हो आधा बाटोबाट अघि फर्के जस्तो कस्तो झन् तल गए झन् राम्रो आउँछ त हौ भिडियो पनि अब हामी झर्छौँ यहाँबाट कस्तो राम्रो देखेको ओ माई गॉड ल हामी माथिबाट झर्यो अब कस्तो घाममा तपाईँहरूले मलाई देखिराख्नु भएको छ होला म कति धेरै घाममा हिँडिरहेको छु भनेर दामी छ घाम चाहिँ एकदम चर्केको छ अब टक्क तल झर्ने फेरि काँक्रा हेर्नु त त्यही त हेर्नु त अनि हामी यति दुःख गरेर घाम पानी नभनिकन खटिएर भिडियो बनाएको छौँ अनि सब्सक्राइब गर्नु परेन त लाइक गर्नु परेन त पऱ्यो नि त नि तपाईँहरूलाई यस्तो भ्यू कसले देखाउँछ फ्रीमा हामी देखाउँछौँ नि त्यही भएर यदि हजुर आउनु सक्नुहुन्न भने त हेर्नु पऱ्यो नि यदि नजिक हुनुहुन्छ भनेदेखि
कृपया भोलि नै तुरुन्तै इमिडिएटली भिजिट दिस प्लेस के हो लुकिङ लाइक अ वाउ विजय चैत्य गुम्बा अघि हामी यही गेटबाट छिरेको अब फर्केको विजय दुईजनालाई भयो मेरो मजाले खाने होइन दिदी नेन्सी भाइ के अरे नाम युट्युबको अनु राई अनुराया 590 धन्न सिकाउनु पुग्यो ल है त डाँडैमा बसेर यसको बाइक सिकाउनु